हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। यो छठ पूजाको आज म यो झापा गाउँपालिकाको चन्द्रबस्तीमा चाहिँ कतिको रौनक छ त होइन। अब यो घाटमा जाउँ है। अब यो म पनि अब यही रौनक पनि हेर्नलाई आएको छु। छठ पूजा यहाँ चलिरहेछ होइन। आज जाउँ न त छठ पूजाको होइन, छठ पूजाको भ्लग होइन, तपाईँहरूले हेरिदिनु हुन अनुरोध गर्दछु। बाटो चाहिँ एकदम डेन्जर छ। यो हाम्रो चाहिँ अलिकति यो काँसघारीले यो खोला कटान गरेर यो बाटो चाहिँ अलिकति बिग्रिया छ। त्यही भएर छठ पूजाको लागि चाहिँ अलिकति यतातिर आउनुपर्ने हुन्छ। यी छठ पूजा यतै छ आज छठ पूजा। ल छठ पूजाको यतै हेर्नु। ठ्याक्कै अनुमान गरिसकेको थियो यतिमा यति हुन्छ यतिमा यस्तो। फुलझरी चाहिँ हान्दै पानीमा हान्दैन ठ्याक्नै होइन, त्यो हातमा पकड्ने हो। रमन के भन्नु छ पूजाको अवसरमा? एकदम अब खतरा महान चाड चाड पर्व मनाउनै पर्ने होइन। 3 दिनको व्रत हुन्छ, 3 दिनको यो दोस्रो दिन हो। ल भयो ल ल ल ठिक छ होइन।